सम्भवतः अबको केही दिनमै देशका ठुलठुला नेताको हातमा हतकडी हुन सक्छ। कतिको हातमा हतकडी लाग्छ कुनै लेखाजोखा छैन, तर ओली, देउबा र प्रचण्ड पहिलो टार्गेटमा छन्। नपत्याए बिहीबार सरकारका गृहमन्त्री ओम प्रकाश अर्यालको यो प्रश्नोक्ति सुन्नुहोस्। अनुसन्धान गर्ने निकायले के रोका गर्नुपर्छ हैन, त्यति मात्रै किन नि पक्राउ पनि गर्नुपर्ने होला, बयान पनि ल्याउनु पर्ने होला, जे हुन्छ त्यो अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो। गृहमन्त्री अर्याल भन्छन् पासपोर्ट रोक्दा मात्रै होइन, पर्याय पक्राउ गरी अनुसन्धान हुन सक्छ। किनकि सरकारले बिहीबार मात्रै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पासपोर्ट रोक्दा गरेको छ। अर्थात् उनीहरू भाग्न सक्छन् भन्ने सूचनाका आधारमा अथवा गम्भीर छानबिनको दायरामा ल्याउने पक्का भएपछि सरकार रोक्कातर्फ अघि बढेको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा दम्पतिले झन् असोज 3 मै नयाँ पासपोर्ट बनाएर थाइल्यान्डका लागि भिसा नै लगाएको सार्वजनिक भएपछि उनीहरूको पासपोर्ट पनि रोक्काको प्रक्रियामा अघि बढेको छ। अर्थात् भदौ 24 गते न्युवासमै कुटपिट भएपछि सेनाको निगरानीमा उनीहरूको उपचार भइरहेको छ। तर असोज 3 मा उपचारका लागि थाइल्यान्ड जाने भन्दै देउबा दम्पतिले नयाँ पासपोर्ट बनाएका हुन्। किनकि घर जल्दा उनीहरूको पासपोर्ट लगायतका महत्वपूर्ण कागजात पनि जलेका छन्। तर अर्को गम्भीर विषय, देउबाको घरमा स्वाभाविक लाग्ने गरी पैसा जलेपछि अहिले सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान सुरु गरेको छ। यसर्थ पनि उनीहरू अनुसन्धानको दायरामा तानिएकाले भाग्न सक्ने वा सम्भावित जुनसुकै कदम पनि चाल्न सक्ने भएकाले सरकार राहदानी रोक्कामै अघि बढेको हो। अहिले मुख्यतः 4 नेताहरूमाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धान सुरु भएको छ। असोज 5 मै सम्पत्ति शुद्धिकरण विभागको टोली देउबा निवास र कांग्रेसकै नेता समेत रहेका पूर्व ऊर्जा मन्त्री दीपक खड्गाको घर पुगेर स्याम्पल कलेक्सन गरेको थियो। त्यहाँ संकलन गरिएका केही प्रमाणहरू परीक्षणका लागि प्रहरीको डिजिटल फोरेन्सिक ल्याब DFL मा पठाएको छ। लगत्तै सम्पत्ति शुद्धिकरणको टोली प्रचण्ड निवास खुमलटार र केपी ओलीको निवास बालकोटमा पुगेर पनि स्याम्पल कलेक्सन गरेको थियो। मुख्यतः यी 4 जना नेताका घरबाट भेटिए जति पैसाका टुक्राहरू र खरानी संकलन गरेको छ। देउबा, प्रचण्ड र खड्गाको घरमा जलेका र हावामा उडाएका पैसाहरूको भिडियोहरू संकलन गरी त्यसको अनुसन्धान भइरहेको छ। अर्थात् सम्पत्ति शुद्धिकरणमै मुद्दा लगाएर उनीहरूलाई आवश्यकता अनुसार पक्राउ र कारबाहीको दायरामा ल्याउने प्रक्रिया सुरु भएको देखिन्छ। यसको स्वयंको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नै पाएका थिए। उनले पार्टीको आन्तरिक बैठकमा भनेका छन् नेताहरूलाई छानी भ्रष्टाचारको मुद्दामा जेल हाल्ने चलखेल भइरहेको देखिन्छ। छानबिन गर्ने, बयान लिने कुरो चलिरहेको छ नि, यसलाई कसरी हेर्नु भएको छ तपाईले? अब मैले त्यो सबै बारे बुझेको छैन, पासपोर्ट छानबिन। अब एउटै कुरा, आज हामीले केन्द्रीय समितिको बैठक सफलतापूर्वक सम्पन्न गर्यौं। म अब अध्यक्ष छैन, म संयोजक भएँ। किनकि अन्तरिम सरकारले नेताहरूलाई पक्राउ गर्ने वा अनुसन्धानको दायरामा ल्याउने सबैभन्दा सजिलो मुद्दा नै सम्पत्ति शुद्धिकरण र भ्रष्टाचारलाई बनाएको छ। नत्र भदौ 23 मै 19 युवामाथि गोली चलाएर हत्या गर्न आदेश दिएको कसुरमा उनीहरूलाई कारबाही गर्न अझै 3 महिना मिल्ने छैन। घटनाको छानबिनका लागि सरकारले गौरी बहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको छ। त्यसले दोषी देखाएर सिफारिस गरेको खण्डमा मात्रै उनीहरूमाथि कारबाही हुनेछ। सुशासनको मामिलामा यो सरकारले दरोसँग खुट्टा टेक्छ। आयोग गठन भएको छ, आयोगले काम गर्छ, त्यो आयोगले काम गर्छ, उसले फ्याक्ट फाइन्डिङ गर्छ। फ्याक्ट फाइन्डिङ गर्दा के चिज देख्छ उसले, त्यसको आधारमा अगाडि बढ्छ। त्यसरी अगाडि बढेपछि पछाडि फर्किनै पर्दैन। तत्कालीन सरकारका प्रमुखहरू पनि पर्छन्, त्यो चाहिँ अब पर्छन् नि। अब के इन्भल्भमेन्ट छ त्यसैले बताउँछ, पर्छन् होला नि। शुक्रबार यिनै गृहमन्त्री CIB प्रमुख मनोज केसीलाई भेट्न पुगे। त्यहाँ पनि उनले नक्कली भुटानी शरणार्थी सहितका प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन आक्रामक बन्न निर्देशन दिएका छन् र राजनैतिक दबावमा रोकिएका फाइलहरूको ब्रेक थ्रु गर्ने बताएका छन्। ब्रेक थ्रु हुन्छ। अब तपाईले जे देख्नु भएको थियो विगतमा पोलिटिकल कनेक्सनको आधारमा जे कुराहरू रोकिया थियो, जे कुरा बिथोलिया थियो, अब त्यस्तो हुँदैन। किन भन्दा हाम्रो म्यान्डेट नै, यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासन नभएसम्म शान्ति सुरक्षा हुँदैन। शान्ति सुरक्षा भएन भने 6 महिनाभित्र इलेक्सन गर्न पनि सकिँदैन नि। त्यसकारणले सुशासन त हामीले दिनै पर्छ। नक्कली भुटानी शरणार्थीकै केसमा प्रतिवादीले गरेको दाबी र सुरुको बयानमा उल्लेख भए अनुसार आरजु राणा, केपी ओली, उनका स्वकीय राजेश बज्राचार्य, सल्लाहकार अजय क्रान्ति साक्य, रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा र अख्तियार प्रमुख प्रेम राईसम्मलाई तान्ने आधार छन्। तर यो सबै सरकारको आँटमा भर पर्नेछ। गृहमन्त्री बढेको झन्डै 2 सातासम्म कुनै उपलब्धि नदिएका अर्यालले अब कस्तो कदम चाल्छन् उनको दममा भर परेको छ। नेताहरूलाई कारबाहीको दायरामा ल्याउने सबैभन्दा बलियो विकल्प नै सम्पत्ति शुद्धिकरणको मुद्दा हो। वर्षौंसम्म पदमा बस्दा यिनीहरूले आर्जन गरेको सम्पत्तिको कुनै हिसाब छैन। तर जीवनशैलीमा आकाश पातालको फरक छ। फलतः सम्पत्ति शुद्धिकरण र आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा नेपाल परेको छ, जुन दोस्रो पटक हो।
सम्पत्ति शुद्धिकरणको मुद्दा चले भोलि उनीहरू चुनावसम्म लड्न नपाउने अवस्था बन्न सक्छ। अघिल्लो सरकारले रवि लामिछाने विरुद्ध मुद्दा चलाएकै शैलीमा सबै नेतामाथि सम्पत्ति शुद्धिकरणको मुद्दा पनि लाग्न सक्छ। यसो हुँदा अधिकांश नेताहरू घरमा होइन हिरासतमा हुनेछन्। प्रधानमन्त्री सुशीला कार्कीले समेत राष्ट्रका नाममा सम्बोधन गर्दै सुशासन नै आफ्नो पहिलो शर्त भएको बताएकी छिन्। उनले अघिल्लो सरकारबाट चरम भ्रष्टाचार भइरहेको थियो भन्ने कुरा सरकारमा आउन बित्तिकै थाहा पाएको समेत बताएकी छिन्। वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारको सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ, तसर्थ त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ। तर नेताहरूलाई थुन्न सरकारले कस्ता आधार समाउँछ त्यो नै महत्त्वपूर्ण हुनेछ। छानबिन र पक्राउ गर्नका लागि केही न केही आधार चाहिन्छ। त्यसमा पनि वर्षौं सत्तामा बसेका शक्तिशाली पात्रहरूलाई कानुनी दायरामा ल्याउने विषय छ, किनकि नेताहरूलाई मैले बदमासी गरेको छु भन्ने महसुस नै छैन। बिहिबार गुन्डुमा नेताहरूसँग छलफल गरेका एमाले अध्यक्ष ओलीले मैले भ्रष्टाचार नगर्नु नै मेरो दोष हो भन्दै प्रश्न गरेको नेताहरू बताउँछन्। अहिले अधिकांश नेताहरू विरुद्ध अख्तियारमा समेत उजुरी परेका छन्। अन्य धेरै मुद्दामा प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, गोकुल बास्कोटा, ज्ञानेन्द्र बहादुर कार्की र मोहन बहादुर बस्नेत लगायतका नेताको नाममै उजुरी परेको छ। अख्तियारकै प्रमुख प्रेम राई विरुद्ध नै नेपाल आयन निगम जग्गा खरिदमा भ्रष्टाचार गरेको मुद्दा दर्ता छ। अख्तियारले भिजिट भिसामा रमेश लेखकलाई तान्नै चाहेको छैन। गैर कानुनी सम्पत्ति आर्जनको तथ्याङ्क हेर्ने हो भने पछिल्लो 10 वर्षको अवधिमा 2200 मुद्दा दर्ता भएका छन्। त्यसमा 372 वटा मुद्दा तामेलीमा छन्। त्यसमध्ये तामेलीमा रहेका केही चर्चित काण्डहरू यस्ता छन्: लडाकु शिविर काण्ड, 70 करोड घुस डिल काण्ड, आयल निगमको जग्गा खरिद काण्ड, नेपाल ट्रस्टको जग्गा भाडा काण्ड, ओम्नी, जलहरी, वाइडबडी, चमलिया जलविद्युत आयोजना प्रकरण र एनसेल खरिद बिक्री प्रकरण सबैलाई अख्तियारले तामेलीमा राखेर अनुसन्धान नै गरेको छैन। जेनजी आन्दोलनको म्यान्डेट नै भ्रष्टाचारका ठूला काण्ड छानबिन गर्नु भएकाले अख्तियारलाई समेत चुनौती छ। नत्र यी सबैको फाइल खोल्न सरकार तयार हुनुपर्नेछ। एकातिर जेनजीको म्यान्डेट अनुसार सरकार चल्न सकिरहेको छैन, अर्कोतर्फ उनै पुराना नेताहरू फेरि हुङ्कार लगाएर धावा कस्न थालिसके। फलत सरकार निर्माणमा अहम भूमिका खेलेका काठमाडौँ महानगरका मेयर बालेन शाहले भेटेर बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएरै छानबिनमा ल्याउनका लागि आग्रह गरेका छन्। सबैको दबावमा परेको सरकारलाई पछि हट्ने छुट छैन। साँच्चीकै सरकार एक्सनमा उत्रियो भने झन्डै दर्जन नेताहरू पक्राउ पर्न सक्ने आधार छन्। धेरैको चिल्ली बिल्ली हुने पक्का छ। माधव कुमार नेपाल पक्राउ पर्न सक्छन्। केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा कोही पनि बाँकी रहने छैनन्। संसदको लोगो झन्ड्याएर गाडीमा झण्डा हल्लाउँदै अख्तियारलाई बयान दिन, त्यो पनि भ्रष्टाचार मुद्दामा बयान दिन पुग्नेहरूकै बास कारावास हुन सक्छ। तर अख्तियार त दलीय स्वार्थको औजार बन्यो। यदि यो सरकार त्यस्तो बनेन भने माथिका सबै कुरा सम्भव देखिन्छन्। भ्रष्टहरूलाई पासपोर्ट रोक्का मात्रै होइन, हत्या, भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण जस्ता मुद्दा लगाएर तत्काल नियन्त्रणमा लिई थुनामै राखेर अनुसन्धान गर्नुपर्छ। नत्र चुनाव मात्रै हो भने त ओली देउबाले यसै पनि 1-1.5 वर्षपछि बनाइहाल्थे। तर चुनाव पनि दलहरूले सजिलै हुन दिने छैनन्, किनकि अहिलेको माहौलमा चुनावमा जाँदा दलहरूको हार्ने सम्भावना बढिरहन्छ। उनीहरू अहिलेको नेतृत्वलाई सकेसम्म फेल बनाउने, जनताको नजरमा घृणित, अपमानित गर्ने, त्यसपछि आफ्नो पक्षमा माहौल बनाउने अनि मात्रै चुनावमा जाने तयारीमा देखिन्छन्।